नमस्ते एभ्रिवान, सबैजना आरामै हुनुहुन्छ होला। अहिले विन्टरको सिजन छ, चिसो मौसम छ र सानसाना बालबालिका र नवजात शिशुहरूलाई चाहिँ छिटै रुगाखोकी, चिसो लाग्ने समस्या हुनसक्छ। त्यही भएर यसलाई हामीले हुनै नदिनको लागि के कुराहरू रोकथामहरू गर्ने भनेर यो विषयमा म आज हजुरसँग कुरा गर्नको लागि आइरहेको छु। मेनली त अब कुनै पनि बेबीलाई रुगाखोकी, चिसो लागिसकेको छ, छाती एकदमै घ्यार छ, कफ जम्मा भइसकेको जस्तो छ, सास फेर्न गाह्रो छ र बच्चालाई चाहिँ एकदमै हाच्छिउँ गरिरहेको छ, नाकबाट पानी बगिराखेको छ भने चाहिँ यो टाइममा चाहिँ सबैभन्दा प्रथम उपचार भनेको डक्टरको सल्लाह लिनु हो। र अन्यथा अब हामीले बच्चालाई चाहिँ चिसो लाग्नै नदिनको लागि के कुराहरू अपनाउनुपर्छ। सानो बच्चाहरूको रोगसँग लड्ने क्षमता, इम्युनिटी पावर एकदमै कम हुन्छ। त्यही भएर जो आमाहरूले स्तनपान गराउनुहुन्छ उहाँहरूले चाहिँ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउनुपर्छ। र अब यो भन्दै कोही आमाहरूको त ब्रेस्ट मिल्क आउँदैन, जसले फर्मुला फिडिङ गराउनुहुन्छ बाध्यताले गर्दाखेरि। जस्तै मैले पनि मेरो बेबीलाई मैले फर्मुला फिडिङ गराउँछु। अब त्यो भन्दैमा अब हामी स्ट्रेस्ड आउट त हुन भएन। अब हामीले अरू थप के कुराहरूमा चाहिँ हामीले ध्यान दिने। नम्बरमा त हामीले बच्चालाई नुहाइदिने बेला विन्टर सिजनमा चाहिँ हामी अलि बढी केयरफुल हुनपर्छ। बच्चाको एभ्रिथिङ सबै कुराहरू हामीले रेडी गरेर टावेलहरू चाहिँ हामीले 2टा युज गर्ने। फर्स्टमा उसको बडीहरू सबै पुछिदिइसकेपछि नेक्स्ट अर्को टावेलमा चाहिँ बच्चालाई राखेर अनि उसको कपडाहरू चेन्ज गरिदिने, बडी मसाजहरू गरिदिने गर्नुपर्छ। सेकेन्ड नम्बरमा बच्चालाई सुताउने जुन रुम हुन्छ त्यसको चाहिँ टेम्परेचर मेन्टेन गरेर राख्नुपर्ने हुन्छ। बच्चाको बडीको हिट रेगुलेट गर्ने क्यापेसिटी चाहिँ अझ राम्रोसँग डेभलप भइसकेको हुँदैन। त्यही भएर ठुलो मान्छेलाई अलिकति न्यानो गर्मी हुने खालको टेम्परेचर चाहिँ मेन्टेन गर्नुपर्छ। अनि अर्को भनेको तपाईँले हिटर युज गर्दै हुनुहुन्छ भने एउटा कचौरामा पानी राखेर अनि बल्ल हिटरको प्रयोग गर्नु होला, किनकि त्यो हिटरले एकदमै धेरै रेडिएसन फालिरहेको हुन्छ, जसले गर्दाखेरि चाहिँ यो स्किनहरू एकदमै छिटो ड्राई गराउने अनि छिटो स्किनहरूमा चाहिँ ऱ्यासेसहरू आउने त्यस्तो हुनसक्छ। अनि तपाईँले हिटर युज गर्दै हुनुहुन्छ भने झ्याल ढोकाहरू चाहिँ क्रस भेन्टिलेसन चाहिँ हुनपर्छ। राम्रोसँग एयर फ्लो हुन पाएन भने चाहिँ त्यहाँ कार्बन मोनोअक्साइडको मात्रा धेरै भएर अनि सफोकेसनहरू भएर एक्सिडेन्ट हुनसक्छ। अनि कुनै पनि पेरेन्ट्स वा कुनै व्यक्तिले यो बेड हिटरहरू युज गर्नुहुन्छ भने सानो बच्चा छ भने चाहिँ यो बेड हिटरहरू चाहिँ युज नगर्नु होला। यसले झन् कहिलेकाहीँ सर्ट सर्किट भएर एक्सिडेन्टहरू हुनसक्छ। मलाई एकदमै धेरै सोधिने प्रश्न भनेको बच्चालाई कोइलामा सेक्न मिल्छ कि मिल्दैन भनेर सोध्नुहुन्छ। सो सकेसम्म चाहिँ हिटरको प्रयोग गर्ने। तर अब कहिलेकाहीँ कन्डिसन कस्तो भइदिन्छ, बत्ती गइदिएको टाइम हुन्छ, त्यो टाइममा बच्चालाई बत्ती गयो भन्दैमा मसाज नगर्ने भन्ने त हुँदैन। त्यही भएर त्यो टाइममा अब एकदमै इमर्जेन्सी कन्डिसन छ भने चाहिँ तपाईँले कोइलामा सेक्न मिल्यो होइन। तर अब सेक्दाखेरि चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ त भन्दा कोइलाको ठ्याक्क नजिकै बच्चालाई चाहिँ नराख्ने, कोइलाको राफ आउने गरी चाहिँ बच्चालाई डाइरेक्टली त्यसरी चाहिँ नसुताउने, अलिकति टाढा सुताएर गर्ने। अनि सकेसम्म ओपन एरियामा चाहिँ बच्चालाई चाहिँ सेक्ने, ढोकाहरू झ्याल ढोकाहरू लगाएर रुमभित्र चाहिँ त्यसरी नसेक्नु। कार्बन मोनोअक्साइड बढी भएर कार्बन डाइअक्साइड बढी भएर ज्यान पनि जान। बच्चालाई धेरै कपडा लगाइदिएर वा बाक्लो कपडा लगाइदिएर मात्र बच्चालाई चाहिँ न्यानो हुने होइन होइन। झन् यसो गर्नाले बच्चालाई चाहिँ चिसो लागेर पसिना धेरै आएर पसिनाभित्र गरेर झन् चिसो बिग्रेर निमोनिया हुनसक्छ। त्यही भएर हामीले कपडा लगाइदिँदाखेरि पनि 2 लेयर अथवा 3 लेयर गराउने होइन। कपडा लगाइदिने बेला भित्र चाहिँ हामीले जहिले पनि कटनको कपडा लगाइदिनुपर्छ र बाहिर तपाईँले उलनको वा फरको कपडाहरू केही कपडाहरू चाहिँ हात खुट्टाहरू मजाले क्लोज भएर कभर हुने गरी चाहिँ कपडा लगाइदिनुपर्छ। अनि तपाईँले चाहिँ बच्चालाई ब्ल्याङ्केट ओढाइदिँदाखेरि पनि ब्ल्याङ्केटहरू धेरै बाक्लो ब्ल्याङ्केट चाहिँ युज नगर्नु होला। त्यसले झन् बच्चालाई छातीमा थिच्चेर त्यसले वेटले बच्चालाई गाह्रो भएर सफोकेसनहरू हुनसक्छ। बच्चाको नाकबाट पानी बगिराखेको छ, नाक ड्राई भइराखेको छ, हाच्छिउँ धेरै गरिराखेको छ भने तपाईँले ज्वानो, मेथी, लसुन अनि यो ल्वाङलाई चाहिँ ड्राई रोस्ट गरेर सानो कटनको मलमलको कपडामा ऱ्याप गरेर सानो पोटली यस्तो बनाएर त्यसको बाफहरू पनि सुँगाउन सक्नुहुन्छ। अनि त्यही पोटली चाहिँ तपाईँले बच्चा सुत्ने बेडमा राखिदिनु भयो भने पनि त्यसको बाफले बच्चालाई चाहिँ सास फेर्न अलि सजिलो हुनसक्छ। नाक यदि ब्लकेज भएको छ भने चाहिँ नेकलाई सपोर्ट गर्नुभयो भने सानो पिलो जस्तो केही राखिदिनु भयो, सिरानी राखिदिनु भयो भने चाहिँ बच्चाले सास फेर्न अलिकति सजिलो हुन्छ, किनकि हेडको पोजिसन मिल्यो भने सास फेर्न सजिलो हुन्छ। नाक एकदमै सुक्खा भएको छ भने हजुरले फार्मेसीहरूबाट नाजुरियन ड्रप भनेर स्लाइन वाटर त्यसको पनि एक थोपा राखेर अनि बच्चालाई मजाले सुताउने। अनि एकछिन मजाले नाक भिजिसकेपछि बल्ल बच्चालाई टमी टाइममा घोप्टे बनाएर राख्यो भने नाकको फोहोरहरू निस्किन पनि सजिलो हुन्छ। एउटा मेन रिजन भनेको डाइपर पनि हो। तपाईँले चाहिँ चिसो महिनामा डाइपर अलि लङ टाइमसम्म लगाइन्छ होइन। अनि चिसो महिनामा चाहिँ बच्चाले छिटो पिसाब फेर्छ। त्यही भएर हामीले सकेसम्म 2 आवरली नै हामीले डाइपर चेक गर्ने। अब भिजेको छ, हातमा युरिन लाग्छ भने चाहिँ अनि चेन्ज गरिदिइहाल्ने, अन्यथा तपाईँले चाहिँ लगाइदिन मिल्यो। अनि बच्चाले चाहिँ टोइलेट गरेको छ, पुक गरेको छ भने पनि त्यतिखेर अन द स्पोट हामीले चेन्ज गरिहाल्नुपर्छ। नत्र बच्चालाई जति टोइलेटमा राख्यो, जति धेरै डाइपर फुल्यो त्यति बच्चाले चाहिँ डाइपर ऱ्यासेसहरू हुने, चिसो धेरै लाग्ने हुनसक्छ। सकेसम्म विन्टर सिजनमा
सिजनमा चाहिँ तपाईँले वेट वाइप्सहरू त्यति युज गर्न पर्दैन होइन। तपाईँले घरमै तातो पानीमा कटनको कपडाहरू डुबाएर अनि त्यसले सर्लक्क पुस्दिने। पुस्दाखेरि पनि तपाईँले यसरी रगडेर नपुस्ने कि यसरी ठ्याप ठ्याप प्याड ड्राई गर्ने, यसरी प्याड ड्राई गर्ने। र बच्चाको चाहिँ युरिन एकदम धेरै गरेको छ भने त्यो टाइममा के हुन्छ त अलिअलि जिउमा पनि पिसाब अलिअलि लागिरहेको हुन्छ। त्यसलाई पनि मजाले मनतातो पानीले सर्लक्क सफा गरेर अनि त्यसपछि बल्ल अनि केही ड्राई कपडाले पुसेर डाइपर ऱ्यास क्रिमहरू तपाईँले लगाएर अनि त्यसपछि डाइपर लगाइदिँदा हुन्छ। बच्चालाई दुध खुवाइरहेको बेला र्याले त लगाइदिएको हुन्छौँ, तर कहिलेकाहीँ र्यालेको भित्रबाट पनि दुधहरू अलिअलि 1-2 थोपाहरू तल बगिरहेको हुन्छ। अनि इनकेस बच्चालाई चाहिँ अलरेडी अलिअलि चिसो लाग्ने जस्तो सिम्पटम्स छ अनि बच्चाको चाहिँ नाकहरू सुक्खाएको भएको छ भने चाहिँ त्यो टाइममा कपडाहरू हामीले दुध खुवाइसकेपछि यो एजहरू पनि राम्रोसँग चेक गरेनौँ अनि कपडा पनि हामीले चेन्ज गरेनौँ भने अनि बच्चाको त के हुन्छ र्यालहरू निकाल्ने बानी हुन्छ, हातहरू मुखमा हालिरहेको हुन्छ, खुट्टा मुखमा लगेर खुट्टाहरू सक्सहरू चुस्ने बानी हुन्छ बच्चाको। यो मिटेन्सहरू पनि अनि यो नेकको एरियाहरू पनि हामीले सबै चेक गरेर अनि बच्चाको कपडा कम्प्लिटली ड्राई गराएर बच्चालाई लगाइदिन पर्छ। अनि जहिले पनि हामीले कपडा लगाइदिँदाखेरि अर्को मैले भन्न छुटाएछु, बच्चालाई चाहिँ टाइट कपडा नलगाइदिने होइन। तपाईँले टु लेयरिङ गरे पनि भित्रबाट पनि चिक्कको बच्चालाई हात र खुट्टा मुभमेन्ट गर्न सक्ने खालको कपडाहरू लगाइदिनु पऱ्यो। बाहिरबाट बाक्लो कपडा लगाइदिँदै हुनुहुन्छ भने पनि तपाईँले चेक गर्नु पऱ्यो कि बच्चाको हात र खुट्टा राम्रोसँग मुभमेन्ट गर्न सक्छ कि सक्दैन। धेरै टाइट भयो भने बच्चालाई चाहिँ झन् धेरै फोर्स लगाउनु पऱ्यो र पसिना धेरै आएर बच्चालाई चाहिँ त्यो पसिना गढेर निमोनिया हुनसक्छ। अनि धेरै लुज भयो भने एयरभित्र छिरेर बच्चालाई चिसो लाग्न सक्छ। बच्चालाई चिसो लागेको छ भनेर कसरी थाहा पाउने त भन्दा हामीले जहिले पनि छाम्दाखेरि पछाडिको भागले छाम्नुपर्छ। हात र खुट्टा छाम्दाखेरि चिसो छ तर पेट छाम्दाखेरि तातो छ भने नर्मल। तर हात र खुट्टा न्यानो भए पनि अथवा चिसो भए पनि हामीले पेट छाम्दाखेरि चाहिँ बच्चाको पेट एकदमै चिसो छ भने बच्चालाई चिसो लाग्ने स्टार्ट भइसकेको छ भनेर थाहा पाउन जरुरी हुन्छ। र त्यही सँगसँगै बच्चालाई चाहिँ ज्वरो पनि आइराखेको छ, एकदमै धेरै छाती ग्यार भयो भने चाहिँ यो टाइममा घरमै बसेर घरेलु उपचार गर्छु भनेर चाहिँ नसोच्नु होला। कृपया डक्टरकोमा पनि गएर परामर्श लिन जरुरी हुन्छ। सो तपाईँहरूलाई चाहिँ यो भिडियो इन्फर्मेटिभ लाग्यो भने अरू न्यू पेरेन्ट्सहरूमा पनि सेयर गर्नु होला। यो जाडोमा चाहिँ एकदमै बच्चाहरूलाई छिट्टै रुगाखोकी लाग्ने हुन्छ। त्यही भएर कुनै बेबिजहरू भर्खरै यो विन्टरमा जन्मिनु भएको छ र उहाँलाई रुगाखोकी लागेको छ भने पनि स्ट्रेस नलिनु होला। यो रुगाखोकी रिकभर भइसकेपछि बच्चालाई सर्टेन इम्युनिटीहरू पनि गेन हुन्छ। सो सबैजना पेरेन्ट्सहरू आफ्नो र आफ्नो बेबीको केयर गर्नु होला। थ्याङ्क यू सो मच एभ्रिवान। बाई बाई।